नेभी सङ्घमा सुरुमा हामीलाई बच्चा भने अहिले चाहिँ हामीलाई एज पुग्यो भनेर हामीलाई भत्कायो हैन। अब भोलि पनि अब यही हुने हो कि हाम्रो अवस्था अहिले यहाँ हामी जति बसेका छौँ नि जहाँसम्म लाग्छ सबै ६२ को आन्दोलनमा चाहिँ सहभागी हुनुहुन्थ्यो हैन। र आज नेभी सङ्घमा जसरी हामीलाई भत्काए त्यसरी नै आज हामीलाई युवा भन्दैछन् हाम्रो पाका पुस्ताले। भोलि हामीलाई फेरि अलिकति तिमीहरू पाका भयो भनेर हामीभन्दा पछाडिले रिप्लेस गरेर नभत्काउँ हैन। हाम्रो यो पनि त उद्देश्य हो नि खुलेर भन्नुपर्दा मलाई भन्न मन लाग्यो है। र अर्को कुरा अब म मेरो एजेन्डामा आउँदछु। मेरो एजेन्डा चाहिँ म प्रदेश सभाको समानुपातिक सांसदमा मैले दिएको काम पहिलो चाहिँ मुख्य चाहिँ अब म महिलाबाटै समानुपातिक सांसद हुने मैले आफ्नो चाहिँ इच्छा राखेको कारण र त्यसमा म गर्न सक्छु। आफ्नो क्यापेसिटी पनि चिन्नु पर्यो नि त हैन। आफू उम्मेदवार हुनुभन्दा अगाडि चाहिँ मैले गर्न सक्ने क्षेत्र मैले चुज गरेँ। त्यो भनेको चाहिँ महिला समानुपातिक जसमा चाहिँ मैले कानुन व्यवसायी भएर पनि काम गरेको धेरै समय र ती मैले अब एनजिओ मार्फत मैले टेलिभिजन पत्रकार मार्फत चाहिँ महिलाहरूको इस्युलाई उठाएको कारण चाहिँ भोलिको दिनमा चाहिँ कोही नेहेरारिका नहुन परोस् अहिले हैन। न्याय नपाएर कस्तो अवस्था छ भोलिको दिनमा मुस्कान खातुन फेरि बन्नु नपरोस् महिलाले भन्ने हिसाबले मैले महिलाहरूको एजेन्डालाई चाहिँ अधिकार सम्पन्न ६२ को आन्दोलनपछि ७२ को संविधानले बनायो। अहिलेको संहिता छ जो ७४ सालको त्यो संहिता देवानी संहिता अब होइन फौजदारी संहिता देवानी संहितामा धेरै महिला हक अधिकारका कुराहरू छन्। अधिकार सम्पन्न बनायो हामीलाई तर अधिकार सम्पन्न त बनायो तर त्यो डेलिभर भएको छैन हैन। कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने इस्युमा चाहिँ अध्ययन गरेर छलफल गरेर चाहिँ महिलाका जति पनि अधिकारहरू छन् साना साना विषयहरू छन् ती अधिकार प्राप्त अधिकारहरू कानुनले दिएका अधिकार संविधानले दिएका अधिकार र जुन कुरा समेट्न सकेको छैन जस्तो एसिडको विषयमा चाहिँ कतिपय कुरा कानुन र संविधानले समेट्न नसक्दै गर्दा संशोधन गरेर मुस्कान खातुनलाई कति अब क्षतिपूर्तिको विषयहरू उठाएको थियो हैन। त्यस्तै विषयलाई चाहिँ उठाएर चाहिँ संसदमा नीति निर्माण गर्न चाहिँ मेरो भूमिका रहनेछ।